सो गाइस आजको भिडियो चाहिँ फेरि मैले स्टार्ट गरिसकेँ बनाउनुको लागि हैन किनकि मैले हिजोकै तपाईलाई भ्लगमा भनिसकेको थिएँ कि म फेरि नयाँ भिडियो बनाउँछु भनेर। सो आजको भिडियो चाहिँ के हो भन्दाखेरि त्यस्तै हो, दिनभरि म हिजो दिनभरि के गर्छु थियो, आज म तपाईलाई अलिकति इन्ट्रेस्टिङ चिजहरू देखाउनु ट्राई गर्छु जो चाहिँ मेरो साथ भयो भने देखाउनु ट्राई गर्छु, भएन भने त अब म के देखाउनु हैन। सो स्टे ट्युन, हेर्दै गर्नुहोला। यहाँनिर चाहिँ आमाले खाना खाजा बनाउनु रेडी गर्नु हुँदो रहेछ। सो खाजाको चाहिँ आज रहेछ आँटाको डल्ला, के भन्छ यसको नाम? कौडी। कौडी र कौडी यो पनि अहिले तपाईँलाई म टकेर देखाउँछु ल गाइस, हेर्दै त्यसको लागि काकाले चाहिँ बुटेको भात खानुहुन्छ अरे नि त। वैसे ही चाहिँ पाकिसक्यो, यस्तो चाहिँ पाक्दै अब हेर्नुपर्छ। सो गाई मन त खाजा खाइसक्यो होइन, मलाई चाहिँ बेला बेला फ्रिजको पानी मनपर्छ नि त, किनकि कस्तो उयो लागिरहेको हुन्छ हो। हेर्नुहोस् हाम्रो चाहिँ यस्तो छ गाउँ होइन, यहाँनिर चाहिँ भैँसीहरू चढ्दो रहेछ, मलाई चाहिँ डर लाग्छ हौ, हान्छ होला है। अन्त हामीलाई चाहिँ ऊपरको त्यहाँ डाँडामा जानुपर्छ, त्यहाँनिर आमाहरू जानु थियो त्यति छाता ओढेर यहीँबाट। सो हामीलाई चाहिँ पर जानुपर्छ। यस्तो छ बाटो चाहिँ, हिँड्दै 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 जानुपर्छ। त चाहिँ अझैसँग आउँदैछु म चाहिँ। अहिले चाहिँ हामी यहाँ पर आइपुगिसक्यो होइन, डाँडा आइपुग्न आँटिसकेँ। अन्त अब चाहिँ 5 मिनट छ, 5 मिनटमा चाहिँ हामी त्यहाँ पुग्छु, फेरि त्यहाँ देखाउँछु ल। अनि यहाँबाट चाहिँ हामी कहाँ जाँदैछौँ सोच्नु हुँदै होला, यहाँबाट चाहिँ हामी खोला नुहाउनु जाँदैछौँ किनकि यस्तो ज्यादा गरम थियो नि त। सो खोला जाँदै थिएँ, अब म तपाईँलाई खोला देखाउँछु ल। सो हामी चाहिँ नुहाइसकेर आएँ होइन, अन्त मैले तपाईँलाई देखाएँ पनि हो, सबैजना आउनु हुँदैछ गफ गर्दै। म चाहिँ यता अगाडि अगाडि हिँड्दै थिएँ भ्लग गर्नुको लागि। अन्त जग्गाहरू पनि कस्तो राम्रो छ। सो अब उपरबाट चाहिँ घाम भेट्छ, यहाँबाट हिँड्दा हिँड्दा चाहिँ त्यहाँनिर त्यस्तै भइहाल्छ, नुहाएको र ननुहाएको एउटा पनि हुँदैन हो। यहाँनिर चाहिँ आइपुगेछ यिनीहरू, हाई भनिदेऊ। तिमीहरू चाहिँ कहिले आएको? 4:30मा आएको रहेछ यिनीहरू चाहिँ। यो चाहिँ मै सब। तपाईँहरूले चाहिँ स्टुडेन्ट कति कम्ती सोच्नु हुँदै होला है, अन्त किन कम्ती नै छ अहिले चाहिँ। 80सम्म चाहिँ कति 8-9 जना, कहाँ 5 जना हौ, 8 जना जस्तो थियो होइन। अन्त तिनीहरू चाहिँ किन आएन भन्दा सबैजना चाहिँ स्कुल छुट्टी भएको थियो कि, त्यही लागि चाहिँ तिनीहरू पनि रेस्ट लिएको अरे हो। यिनीहरू 3 जना चाहिँ सिन्सियरहरू छ, अन्त 3 जना चाहिँ आउँदैछ। सो आयो भने त पढाउने काम मेरो हो, आएन भने त अब के गर्नु है। अन्त यति ट्युसन पढाएर फेरि एकछिन बादमा रातिको खाना पकाउने टर्न पनि मेरै हुन्छ हो, किनकि 12 बजी आमाले बनाउनु भयो भने राति मेरो टर्न हुन्छ नि त। सो राति पनि मैले बनाउनु पर्ने हुन्छ। अन्त म राति पनि तपाईँहरूलाई भयो भने देखाउँछु नि, मतलब अब खाना बनाएको ल, हेर्दै गर्नु होला। सो गाइज अब चाहिँ मेरो खाना बनाउने ड्युटी स्टार्ट हुन आँट्यो, किनकि ट्युसन पनि पढाइसकेँ होइन, अलिक रात पनि भयो। ट्युसन पढाएर एकछिन चाहिँ म बाहिर गएँ, यस्तो ज्यादा गरम छ नि त यहाँ, अन्त बाहिर गएँ। अब चाहिँ खाना बनाउनु स्टार्ट गर्नुपर्छ किनकि बाबा काकाहरू कामबाट आउनुहुन्छ नि त, अन्त खाना अलिक छिटै बनाइदिनुपर्छ। सो म खाना बनाउँछु, हेर्नुहोस् होला। सो मैले चाहिँ खाना बनाउनु स्टार्ट गरेको। फर्स्टमा मैले तपाईँहरूलाई माछा देखाएँ किनकि माछै फ्राई गर्नुपर्छ नि त फर्स्टमा चाहिँ।
सो माछा हामी फ्राई गर्दाखेरि अब आफ्नो आफ्नो तरिका हुन्छ, तपाईँहरूले कसरी गर्नुहुन्छ कमेन्ट गर्नु होला। अन्त म चाहिँ यहाँ पहिला हल्दी हाल्छु होइन। म चाहिँ फर्स्ट टाइम माछा बनाउन आँटेको, आमाले बनाउनुहुन्छ कि आज चाहिँ मै बनाउँछु भनेर चाहिँ बनाएको। त हल्दी हालेँ होइन। अब यसमा नुन हाल्नुपर्छ। सो ज्यादा भयो जस्तो लाग्दैछ मलाई। अब यसलाई चाहिँ मिक्स इट वेल गाइस भन्नु जस्तो भयो। राम्ररी यसरी हातले मिक्स गर्नुपर्छ हो। पहिला चाहिँ मैले त्यो अलिकति पल्टाएको त्यसलाई। सो यसलाई यस्तो गर्नु होला, यस्तो गरेर सो अब फ्राई गर्दा भेट्यौँ ल। म चाहिँ गरिसकेँ डल्लै। अब चाहिँ म कराई बसाउँछु। अन्त अब यसलाई मजाले तेल खुवाउनु पर्ने हुन्छ। सो तेल पनि हाल्नुपर्छ, यो अलिकति सुक्खा भएर। सो यो चाहिँ पुरा तातिसक्यो। अब चाहिँ यसमा म तेल हाल्छु। तेल चाहिँ अलिक मजाले हालेर फ्राई गर्नुपर्ने हुन्छ गाइस। यति पनि अलिक कम्ती हुन्छ जस्तो लाग्यो। यति चाहिँ हाल्छु एकछिन, मलाई थाहा भएन। आमा तेल कति हाल्नु? भक्कु हाल्नुपर्छ। सो मलाई चाहिँ आएन, हाम्रो आमाले हेरिदिनुहुन्छ कति हाल्नु भनेर। अझै हाल्नुपर्ने रहेछ। अब यसलाई चाहिँ हाई फ्लेममा अलिक ज्यादा मतलब तेललाई उमाल्नुपर्छ। त्यहाँ हालिनँ मैले तेल, त्यहाँ पनि हाल्नुपर्छ। सो यो चाहिँ तेल चाहिँ मजाले उम्लिसक्यो, मजाले पुरिसक्यो। अब यसलाई चाहिँ हाल्छु म। मलाई चाहिँ हाल्नु डर लाग्दैछ, अलिअलि छिटेर अनुहारतिर आयो भने जस्तो लाग्दैछ। त फर्स्ट यो एउटा हाल्नु। इसमें चाहिँ हाल्छु, सातवटा हालिदिन्छु किनभने त्यसको छैन त्यहाँ। अन्त म चाहिँ अरू फ्राई गरेर बेच्छु। अब चाहिँ यसलाई पल्टाइदिनुपर्छ। फेरि फ्राई गरेपछि भयो पल्टाउँदा यसरी उयो गरेर चाहिँ के अरे तेल नखुलाउँदा चाहिँ राम्रो हुँदैछ। तालिन्छ कि त्यहाँ टाक्नु हुँदैछ। यसरी चाहिँ टाक्नु हुँदैन, मजाले खुलाएर चाहिँ गर्नुपर्छ। सो अब चाहिँ मैले अन्डा अन्डा पनि यसको पनि उयो गर्न आँटेको नि त, पकौडा बनाउन आँटेको। मलाई चाहिँ माछाको अन्डाको पकौडा पुरा मनपर्छ। सो त्यसको लागि म प्याज काट्छु पहिला। माछा चाहिँ फ्राई हुँदैछ हो, त्यो फ्राई हुइन्जेल यो पनि गर्दैछ किनभने त्यो फ्राई हुइन्जेलको टाइम पुरा पाउँछ नि त। सानो फ्लेममा फ्राई गर्नु अरे आमाले भन्नुभएको। म चाहिँ अलिक ठुलो भने तर सानोमा गर्नुपर्ने रहेछ। यसलाई चाहिँ देख्नु भएको छैन होला। एकछिन ल। सो मैले चाहिँ माछाको अन्डाको पनि पकौडा बनाउन आँटेको। त्यसको लागि प्याज चाहिँ काटिसकेँ, बिर्सेछु देखाउनु। अब चाहिँ खोर्सानी काट्छु। यहाँ पछाडि चाहिँ आमा र काकी बात मार्नु हुँदैछ, सुन्नु हुँदै होला, इग्नोर गरिदिनुहोस् है। मैले चाहिँ एकपल्ट ऊपर छेमाको उयसमा पूजामा खोर्सानी काटेको थिएँ कि त्यहाँ त्यो टाइममा चाहिँ यति हात पोलेको थियो। त्यहाँबाट चाहिँ मलाई खोर्सानी काट्न अलिक डर लाग्छ किनभने डेन्जर। यस्तो गरममा झन् ज्यादा हात पोल्दा त मान्छे त सलाक्कै हुन्छ।
सो अब यसलाई म हालिदिन्छु। सो मजाको लागि चाहिँ मसला रेडी गरिसकेँ। अन्त के हाल्नु पर्दो रहेछ भन्दा चाहिँ हेर्नु म तपाईँलाई देखाइदिन्छु ल। के अरे लसुन, जिरा, तोरी, अन्त के सुक्खा खोर्सानी, त्यसको बादमा प्याज। अब यसमा म टमाटर पनि मिक्स गर्दै किनभने सबै ग्राइन्ड गरेर पकाउँदा चाहिँ आमाले त्यसरी पकाउँदै थियो, त्यो चाहिँ मिठो लाग्थ्यो नि त। सो त्यसरी पकाउन मैले माझ्यो आमाकैबाट सिकेर। सो अब यसमा म के अरे उयो टमाटर चाहिँ टमाटर पनि हालेँ। टमाटर चाहिँ ज्यादा हाल्दिनँ, एउटा हालेको छु होइन। अन्त अब यसलाई म ग्राइन्ड गर्छु। यो चाहिँ रेडी भइसक्यो। अब चाहिँ यसको ग्रेभी बनाउनुपर्छ। यसलाई पनि फ्राई गरेर तेलमा। अब चाहिँ मैले अन्डाको लागि सबै अघि रेडी गरेर तपाईँहरूलाई देखाइसकेँ। अब चाहिँ यो बनाउनु स्टार्ट गरौँ। अन्त फर्स्टमा चाहिँ यसको लागि पनि उयो हाल्नुपर्छ, अलिअलि हल्दी, कम्ती हल्दी। त्यसको बादमा अलिकति नुन, तपाईँहरूको स्वाद अनुसार हाल्नुहोस्। नुन पनि तपाईँलाई कति मनपर्छ। मलाई चाहिँ अलिक ज्यादै नुन खाएको मनपर्छ किनकि हाम्रो घरमा अलिक ज्यादै नुन खान्छ। यति हालेर मिक्स गर्दा हुन्छ। अलिकति बेसन पनि हाल्नुपर्छ किनकि पकौडा बनाएको नि त। पकौडामा त बेसनको बिना त पकौडा अधुरा छ। सो 2 स्पुनमा हाल्यो भने हुन्छ, ज्यादा हाल्नु पर्दैन। अगर तपाईँहरूले ज्यादा मनपर्छ भने तपाईँ ज्यादै हाल्न सक्नुहुन्छ। सो अब चाहिँ यसलाई मिक्स गरौँ। मैले यसमा चाहिँ एउटा चिज चाहिँ भुलेछु गाइस, त्यो भन्दा चाहिँ त्यो चाहिँ चिल्ली पाउडर हाल्ने चाहिँ बिर्सेछु। त्यो पनि हाल्नु अलिअलि, अलिक ज्यादा हुन्छ। मेरो काकाले चाहिँ त्यस्तो ज्यादा पिरो खानु हुँदैन नि त, किनकि काकालाई युरिनको प्रब्लम छ, त्यही लागि। अब रेडी भइसक्यो। अलिक गिलो भएको जस्तो लाग्यो। अब यसमा म अलिकति चाहिँ बेसन हाल्छु अझै। उता माछा पनि फ्राई हुँदैछ मेरो। त्यसको बादमा चाहिँ म माछाको ग्रेभी बनाउँछु। अझै 2 स्पुन हालेँ। सो अब चाहिँ ठिकै भयो। सो अब एकछिन बादमा चाहिँ म यो बनाउन स्टार्ट गर्छु। माछा पाक्नु भयो। भात हेर्दै गर्नु होला। यो चाहिँ त्यो माछा फ्राई भइसक्यो। अब चाहिँ म यसमा अन्डा हाल्छु यति गरेर। ज्यादा मोटो हाल्यो भने चाहिँ पाक्दैन नि त मजाले भित्र। बाहिर त पाक्छ कि भित्र चाहिँ त्यस्तो मजाले पाक्दैन। कम्ती हाल्छु म चाहिँ। अगर तपाईँले मैले जस्तो टाइपले बनाउनु हुँदैन भने अर्कै आफ्नो हुन्छ तरिका। तर एकखेप यसरी बनाएर ट्राई गर्नुहोस् न, टेस्टी हुन्छ। सो अब यो पनि डल्लै बनाएर भेटौँ ल, किनकि देखाइ बस्नु मिल्दैन नि त, अप्ठ्यारो हुन्छ अलिक बनाउँदा खाना बनाउँदा। सो यदि गर्नु होला, लास्टसम्म हेरिदिनुहोस् होला। सबै फ्राई भइसक्यो। तपाईँले चाहिँ सोच्नु हुँदै होला माछा त 4टा मात्रै छ त भनेर, किनकि माछा चाहिँ पुरा फ्राई गरेको छु कि आमाले चाहिँ खानु हुँदैन अरे नि त। सो म र काकामा चाहिँ छ 2जनाले 4टा चाहिँ इनफ हो, किनभने 2 खायो भने। अन्त अन्डा चाहिँ यति किन भन्दा हामी यो भातसँग भन्दा ज्यादा चाहिँ त्यत्तिकै अब खाइबस्छु नि त, त्यही लागि अब एकछिनमा खाना खाइन्जेलसम्म त यो सकिन्छ। कोही आउँछ एउटा खाँदा त्यसरी। सो मैले खानाहरू चाहिँ डल्लै बनाइसकेँ। यहाँ भात पनि बनिसक्यो होइन। यहाँ अब यो माछा पनि फ्राई भयो। अब चाहिँ सिर्फ यो ग्रेभी मात्रै गर्नु छ। डल्लै पाकिसक्यो त होइन, एउटा छ अब लास्ट। त्यसको बादमा चाहिँ मेरो रातिको ड्युटी पनि सकिन्छ। यति गर्नु होला। अब म ग्रेभी बनाएको देखाउँछु तपाईँहरूलाई। अन्त यो तेल चाहिँ अलिक ज्यादा भयो नि त। अब यसलाई चाहिँ आधी निकाल्छु होइन, किनकि यत्रो तेल त खानु हुँदैन। त्यसै पनि सबै तेलमा फ्राई गरेको हो नि त। यसलाई निकाल्छु। पुरा तातिरहेको छ यो चाहिँ, जिउमा परेको चाहिँ नि पानी रहेछ ल्या। एकदमै कम्ती हाल्छु तेल, किनभने झोल त मतलब ग्रेभीमा त्यस्तो तेल मिठो हुँदैन। त्यसै पनि तेलमै बनाउनुपर्छ डल्लै। मैले
बाती निकालिदिसक्यो अब फेरि यसलाई अन गर्छु लाइटर पर अब चाहिँ यसमा अघि मैले बनाएको थिएँ नि जुन चाहिँ त्यो ग्राइन्ड गरेर पेस्ट अब यो पेस्ट हाल्छु सो ग्रेभी चाहिँ पाकिसक्यो होइन त्यसमा हाल्नुपर्छ अलिकति मात्रै हाल्छु यसमा म पानी अब किनभने दुईजनालाई हो भने त ज्यादा चाहिँदैन नि त यति पानी हाल्छु किनकि माछाको त्यो पिस त अलिकति डुब्नु पऱ्यो नि त पानीमा तब त उयो हुन्छ होइन यसलाई चाहिँ म हालिदिन्छु चारवटा एउटा अन्डा पनि गएछ अब यो चाहिँ पाकिसक्यो एकछिन यसलाई उम्लिनु दिएर अलिकति सुक्नु दिनुपर्छ पानी अन्त चाहिँ यो खानको लागि रेडी हुन्छ तपाईँलाई म सबै रेडी गरेर पनि एकखेप मेरो प्लेटमा देखाउँछु नि ल कसरी मतलब खाना कस्तो बन्यो भनेर सो गाइस म चाहिँ हामी चाहिँ घुम्नु जाँदैछौँ खाना पाकिसक्यो नि त साह्रै ज्यादा गरम भयो अन्त म र आमा चाहिँ यता माथि राई गाउँ भन्नेपट्टि घुम्न आउँदैछु सो यस्तो छ यहाँ चाहिँ गाउँ दामी छ शीतल छ नि त यता चाहिँ तल चाहिँ जानु डर लाग्यो किनकि त्यहाँ पुलतिर पुरा मान्छेहरू गाडीहरू अब माथिकोहरू हुन्छ यता चाहिँ त्यस्तो हुँदैन पिस हुन्छ अन्त एकछिन हामी फ्रेस हावा लिन चाहिँ निक्लेको यहाँ चाहिँ हाम्रो चाहिँ निछिन बेबी आएछ खेल्नुको लागि है नक्कल पारिदेऊ न छिटो यहाँ नक्कल पारिदेऊ न ऊ ऊ हामी खाना खानु आँटेको किनकि आज चाहिँ गरमले गर्दा पुरा ढिलो भइसक्यो नि त 10 बज्न आँटिसक्यो सो अब चाहिँ म खाना खान्छु अन्त देखाउँछु ल तपाईँलाई अघि बनाएको खाना हुने नगएर सुत्नु मात्रै आँटेको थियो कि कस्तो डेन्जर पानी आयो दिनभरि यस्तो घाम लागेर अहिले यस्तो पानी आउँदैछ सो आजको भिडियो चाहिँ यतिमा एन्ड गर्छु अन्त हेर्दै गर्नु होला अब डेली मेरो भ्लग आइबस्छ किनकि मैले हिजोकै भिडियोमा भनेको थिएँ कि अब म रेगुलर भ्लग गर्छु भिडियो बनाउँछु भनेर सो म चाहिँ त्यो स्टार्ट गरिसकेँ अब रेगुलर बनाउनुको लागि हिजोदेखि सो हेर्दै गर्नु होला बाई बाई सी यू गाइस इन नेक्स्ट भिडियो बाई